मेरो एक्सपिरियन्स अनुसार चाहिँ मैले सुनेअनुसार चाहिँ कस्तो एउटा गुनासो चाहिँ के हुन्छ भने पेसेन्टको गुनासो डक्टरले मिस्टेक गर्यो उसले सजाय पाउनुपर्छ तर त्यो सजाय दिनलाई अथवा त्यो डक्टर रङ हो भन्ने चाहिँ त्यो डिसिजन मेकिङ हुनु पऱ्यो नि उसले मिस्टेक गरेको हो कि प्रोसिजर वाइज मिस्टेक हुनसक्छ कहिलेकाहीँ होइन सो अहिले के छ भने मान्छेले आफै जज गर्दैन तपाईँले मिस्टेक गर्नुभयो तपाईँ कुरै खाइहाल्ने पेसेन्टको फ्यामिली मैले त्यही भन्नु खोजेँ त्यही सिक्युरिटीहरू एउटा ल हुनु पऱ्यो होइन ल हुनु पऱ्यो अब यस्तो छ कि यहाँ नेपालमा चाहिँ सर्टन उसमा चाहिँ डक्टर्स सर्टन कुराहरूमा चाहिँ एउटा ट्याग लगाइसकेको छ क्या ओके होइन जस्तै हस्पिटलमा कोही मान्छे मर्या रहेछ भने डेफिनेटली हस्पिटल र डक्टर्सहरूको के नेग्लिजेन्स हो भनेर त्यो एउटा होला कुनै मैले 100% हुँदैन भन्ने छ तर त्यसको चाहिँ एउटा गभर्निङ बडी छ नि त चेक इन्भेस्टिगेसन हुनु पर्यो राम्रोसँग इन्भेस्टिगेसन हामीले अघि पनि भन्यौँ हामीलाई गाह्रो भइसँग अप्ठ्यारो नभइसँग हामी हस्पिटल के शिक्षित भएको भएपछि हस्पिटल जान्छौँ तर त्यहाँ केही उल्टो पुल्टो भयो भने डक्टरलाई आरोप डर भयो होइन अब हिँडेर आइरहेको बिरामी मर्यो अब फेलियर भइसकेको थियो कि के कस्तो भइसकेको कुराहरू बुझ्नु जरुरी छ कि तर त्यसको एन्सर कसरी दिने त्यो कुराहरूमा चाहिँ फरक पर्छ सेक्युरिटी वाइजको लागि सेक्युरिटी डक्टर्सहरूको सेक्युरिटी चाहिन्छ एउटा मान्छे भनौँ ठाउँमा गएर काम गर्छ भने चाहिँ उसलाई आफ्नो सेक्युरिटी भएको छैन भने त्यस कारण फर्स्ट कुरा मैले डक्टर्सहरूलाई गर्छु डक्टर्सहरूले एजुकेसनमा जुन 50 पैसा कट डाउन गर्न हामीले जाँचबाट गर्न सक्छौँ